Guys, welcome to my YouTube channel. हामी चाहिँ अहिले कहाँ छौँ दिदी? हामी के रे? चुना पानी लाली गुराँस। यहाँ दिदीको साथी पुरा हिँडिरहेको छ सँगसँगै। के बोले भाइ? अब के बोले? अनि अर्को टोली त्यहाँ कहाँ गयो थाहा छैन। सो त्यही हो। कति हतार भएको छ दिदीलाई फोटो खिच्नु पुरै छोडिदिनु। सबभन्दा हतार दिदीलाई हुन्छ फोटो खिच्नु सबभन्दा छोड्नु हो। अनि अर्को टोली पछाडि कहाँ गयो कोही पनि छैन। बवाल छ ल। क्या दामी छ यो चाहिँ बारी। यो बारी हो। खुब हतार भएको छ यहाँ। यो भिडियोमा पो राम्रो आएको दिदी। सो हाम्रो बडी गाडी आयो आइहाल्छ नि दिदी। यो चाहिँ बारी आउने होइन। यो चाहिँ अमिलो। यो चाहिँ आरु। वाह आरु यो चाहिँ यो चाहिँ पलम हो। यो चाहिँ गाउँको आनन्द छ। वाह पलम पाकेको छैन अझै। यो चाहिँ पलम रातो हुन्छ पाक्यो भने होइन। लसुन यो लसुनको फुल हेर्नु न। गोलभेन्डा हजुर कसले बोले होइन यो के हो? तुना पानी भोक लाग्यो उसलाई मात्रै यो मलाई उसलाई हो विशाललाई हो एक बाल्टी मात्र। प्लास्टिक छ सिस्नु ल बफाल्छ ल। हेले पनि टिप्नु भएको छ सबै मिक्स गरेर घर खाने फेरि टिप्नु होला नि। घर खाने फेरि टिप्नु होला। हजुर दाल त रिते फर्कियो दाल सकिएन दिदी टिप्न काल टिप्न आएको। सो हाम्रो दुईजना टोली चाहिँ यता छ। हैरान छ। ओइ त्यो उल्याउनु पर्छ नि पर डारा मजार बजार नाच्थ्यो। केमा छ? मेरो मादल छ त ओटीमा। हो तिलाई त्यो होला नि दिसँग मादल त माग्नुलाई गुम पार्ने। के टिप सक्यो टिप्दिले कोही बच्चा सामने खामगेर हामी त उ लगेर जाने हो। भोलि पनि आइपुग्छ नि यता। भोलि पनि हुन्छ। पोलिसमा हाल्नु के बिग्रिनु के बिग्रिनु लगेर फ्रिजमा हाल्ने भइहाल्छ। मस्तसँग पकाउने आइडिया फेरि मैले युट्युबमा हेर्नुपर्ने होला सबैले। मजा आउँछ। खै नानी कहाँ गयो? तिमीले टिप्यौ होइन? तल हाम्रो गाउँको भन्दा त इनिमी छ होला नि। के यो सिस्नु? त्यो त स्योर हो। फोहोर धुलो तल पनि हुन्छ तर यस्तो चिसा हुँदैन कि तल फोहोर धुलो। त्यो पनि हालिदिनुहोस् तपाईँले खाने टिप्नु होला। त्यो पनि हालिदिनुहोस् तपाईँले खाने टिप्नु होला कि फेरि। हजुर हामीलाई 2-3 दिनलाई चाहिन्छ नि त। जाम विशाल। ठिकै हुन्छ काफल र सिस्नु मिक्स गरेपछि। हेर न स्कुटी कहाँ ल्याइदिनु फेरि। ओ सुँगुर धरानको कालो सुँगुर यहाँ रहेछ विशाल। धरानको कालो सुँगुर पुग्छ मजाले।
तर घट्छ अब यहाँ होला कपुरको ट्याक्कै देखिने चाहिँ नि यो चाहिँ कपुरकोट पुरै थरकोटको ठुलो पहाडको अझै माथि छ यता थरकोटको कहाँ आएको त्यो मान्छेले सुटी काल्न लाग्छ तल हेर्दै मान्छे जुरुक्कै स्ट्यान्ड लाइन फुनुक्क घुमाउँदो यहाँ ढ्याएर घुदुर दालो ल्यायो काबल जन्म दालो काबल खाने मान्छे दिउँसो आउनुपर्छ हजुर काबल खाने त दिउँसो आउनुपर्छ हेर्न अब दिउँसो त कति रुपियाँ हिँड्को नानी कति नि हो 200 रुपियाँ टिफिन खाए कापी कलम किने फेरि अहिले लगेन खुर दोकानको जलो नाइ टोक गरौँ सिस्नो स्नो पानी हजुर दिउँसो त हामी कहाँ हो सो गाइज आए सिस्नु अर्छ नि के छ सामानहरू दाइपछि उठिहाल्छ अरे त हाल न पहिले त्यहाँ तिमीले यसरी हाल कि हो त्यसरी नै हाल टिप्नु सक्यो अरू टिप्नु सक्यो त सकिएन टिप्नु हेर पिल्ला काबल टिप्नु आएको मान्छेको हालत त्यही पनि खानु भएको छ क्या आज अर्को लगाएर क्या सब राता मात्र छन् काला खाइसकेर ल ल ल सुमा त जाम निसाउनु पट्टै समाउँछु त्यो तैँले समाउनुहोस् ओखर हो ओखर हो कस्तो बास आउनु त नि अनि स्कुल तान्न गाडी छ क्या माइजन पनि छिटो बस ल छिटो बस 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 छिटो सुमा है हे त के हो यो त हान्छेला त्यसले छिटेमा बस बस यो त अब यसलाई के खोइ आसमा बसेको थियो बिचारा खै त कहाँ राख्यो बस्छन् बाई बाई काफल खानेको बाटो रोक्या थियो दिला दिदी स्कुटी आज त लास्टै Rider one only. बना दे हाँ
भन्नु भाइको ब्लग सागालो अर्को चिसो हो हँ अर्को चिसो के गर्ने यस्तोले भन्छ कि अहिले के शाकाहारीलाई के कटुरालाई भन्दा पनि दुईटा जान्छ हुइसम्म जान्छ फाइनल्ली आइयो है आइयो थाल बजाइदिनुहोस् ल बबाल छ ल गाइज फाइनल्ली आइयो सोकडारो आइपुग्यो फाइनल्ली आइपुग्यो जहाँ त बस्यो नि के अनि यताको चाहिँ नहेर्ने यताको मात्रै हेर्ने यताको नहेर्ने अरे मसँग छ तर अब के भने टोलीले मसँग थियो माउने फिक्स नै अब के गर्नु टोलेर मासु त बाटो खसी गयो बस्ने ऊ त्यहाँ बसौँ जाम ऊ त्यहाँनिर बस्नु बस्न पनि गाह्रो तुलसीपुर त पुरै तुलसीपुर देखिन्छ यहाँबाट डाक्टर हेमराजहरू अस्ति एउटा उसमा आउन दिन झरना ऊ त्यति नै हो ऊ त्यति त पहिरो लडानेर काठी खोला भने त्यति हो यो तल काठको पुल हो काठी खोलाको पुल यो गाउँ त बबाल छ के या अहिले त्यहाँतिर बस्नु त के छ र कोल्टे भयो कि यहाँनिर बान्ने फेरि हेर्नु बाबा डोरले रात पर्सेको फर्किने कति लाग्यो केटा हो जाडो के हो कि यस्तो यता अर्को ग्याङ पनि छ